लाग्यो होइन। अब म चाहिँ यहाँनिर तपाईँहरूलाई म यहाँ हाइवेबाट जानेछु होइन, हाइवे पनि देखाउने छु सर र रहनु होला। म यो सबै मेरो यो फुल भिडियो युट्युबमा हाल्नेछु होइन। म तपाईँहरूलाई यहाँको पार्क लाँदैछु, अमेरिकाको सानो पार्क हो यो, मेरो घर छेउको हो होइन। तर लाइक के टायर प्रेसर देखाउँदैछ, लाइक यहाँनिर के भन्छ यही घर नजिकको पार्क देखाउने छु। आज मौसम पनि त्यस्तो घाम लागेको छैन, चिसो चिसो छ होइन। सुटबुटमा छु, टक्कसँगले चाहिँ हेरिदिनु होइन। यता तल यताबाट जाउँ होला, भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु। खोइ हिजो त गरिदिनु नि भएन रहेछ, मेरो हेर्नु चाहिँ भएछ भ्लग होइन, त्यो लाइक पनि गर्नु भएन रहेछ चरा। यसो गरिदिनु। म यताको हाइवे पनि लानेछु तपाईँहरूलाई टक्कसँगले चाहिँ होइन। देखिरहनु भएको होला, मलाई छैन होला यहाँनिर, ऐनामा देखेको छैन, केही छैन। टक्कसँगले यहाँदेखि जानेछु। अब म छिर्छु, चिसो चिसो छ मौसम, केही छैन। स्टप साइन रोक्नु पर्यो, अमेरिकाको नियम छ नि त आफ्नो आफ्नो, आफ्नो आफ्नो नियम छ। ल म अब छिरेँ, अब यहाँदेखि छिर्छु। कति बज्यो? 12 बज्न आँट्यो। म भरे बेलुका चाहिँ मेरो युट्युबमा तपाईँहरूलाई हाल्नेछु होइन, टक्कसँगले चाहिँ भरे हाल्नेछु मेरो भ्लग। हे मेरो यो घर नजिकको हो, नजिकै छ। यहाँ ट्राफिक लाइट आयो, रोक्नु पर्यो स्टप साइनमा होइन। यो चाहिँ मेरो रेगुलर घर अगाडिको तेल लाउने सर्कल के हो, यता देख्नुभएको छ कि छैन। यता यो धोतीको ग्यास स्टेसन, उता लिक्वर स्टोर छ होइन। यो चाहिँ नयाँ बनिएको हो, यहाँ यही बाटो हिँड्दा हिँड्दै बनिएको भर्खर नै। अब ग्रिन लाइट आइसकिसक्यो, अब म चाहिँ जानेछु होइन। यहाँदेखि टक्कसँगले चाहिँ जानेछु सर। म यहाँ हाइवे छिर्नेछु, सिधै जाँदा पनि पुग्छ, तर म यहाँ हाइवे छिरेर जानेछु। तपाईँहरूलाई यहाँको हल्का इन्टर स्टेट पनि देखाउने छु होइन। गाडीहरू अमेरिकामा त्यही हो, बिजी लाइफ हुन्छ होइन। मोटरसाइकल पनि धेरै कुदाउँदैन, रहर हुनेहरूले कुदाउने हो। म यहाँदेखि छिर्नेछु, यहाँदेखि जान्छु तपाईँको यहाँ हाइवे पनि तपाईँलाई हल्का देखाउने छु होइन। यहाँदेखि जान्छु। यो चाहिँ फ्लिपिङ गरिरहेको छ, यसमा ट्राफिक क्लियर छ भने हिँड्दाखेरि हुन्छ। म मजाले गएँ, किनभने खाली छ यहाँ चाहिँ। यसो होसियार गरेर कुदाउनुपर्छ यस्तो बाटोतिर चाहिँ, हल्का राउन्ड छ नि त टक्कसँगले होइन। यो चाहिँ मेरो धेरै सिसीको भएर चाहिँ फिलै हुँदैन क्या, पत्तिँदैन नि त। अब यहाँ ऱ्यामबाट हान्नेछु टक्कसँगले चाहिँ। यो चाहिँ हाइवे छिरेँ, म हाइवे छिरेँ हो, हाइवे छिरेँ, टक्कसँगले चाहिँ यो चाहिँ जति कुदाउनु पर्दैन क्या यो मेरो बाइक चाहिँ होइन। यो चाहिँ 65 को बाटो हो हाइवे। यो बाइकमा चाहिँ नि मेरो हातै गल्दैन, जति लामो कुदाए पनि केही हुँदैन। यहाँ चाहिँ
खाली छ। लु यताबाट जाउँ ल, अघि परबाट जाँदा पनि हुन्थ्यो, तर मैले यहाँ अलिकति लामो होस् भनेर देखाइदिएको छु। ओ पार्क जाँदैछु घर नजिकको। अमेरिकामा बाइक एकदम होसियार भएर चलाउनु होला भनेर भन्न चाहन्छु। ऱ्यान्डम कुदाएर पनि हुँदैन यहाँनिर होइन, अलिकति अब हुन्छ नि, कसैलाई देखाउनु पनि छैन, स्पिड अनुसार चल्ने हो, नियम तोडेर नकुदाउनु होला भनेर भन्न चाहन्छु होइन। डक्टरसँगले यो चाहिँ अर्कै गाउँतिर आएको छु म, तपाईँहरूलाई पार गरेर हाइवेबाट लाँदिनँ म, फेरि अर्को सर्टकट बाटो लिएर जान्छु तपाईँहरूलाई मेरो घरसम्मकै होइन। त्यतिन्जेलसम्म भिडियोमा रहिरहनु होला भनेर भन्न चाहन्छु। सर चिसो भन्दैन, अहिले मौसम बिग्रिरहेछ, घरि चिसो घरि तातो, के हो यसपालि त वेदर कन्डिसन त्यति राम्रो छैन यार, यस्तो उयो छैन क्या, बवालमा छैन, लाइक राम्रो छैन भनौँ न, बवालमा भनौँ राम्रो छैन क्या यसपालिको वेदर नि यस्तो। परबाट म राइट हान्छु यहाँदेखि म राइट हान्छु होइन। यता लेफ्ट गरेर गयो भने हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ, यहाँ पर हेरिटेज क्रिक हो, यो एलुमिल क्यान्टोकीमा बस्नु हुनेहरूलाई त यो सबै लोकेसन थाहा छँदैछ होइन, मजाले लोकेसन थाहा छँदैछ। के अरे यो हेरिटेज यहाँ पुलिस पनि आउँदैछ यहाँनिर मामा होइन, यहीँ वरिपरिको हो। सो यता राइट गरेर चाहिँ जाँदैछु म, यहाँ राइट गरेर जाँदैछु। यहाँदेखि हल्का गाउँ पनि निक्लिन्छ, यहाँदेखि चाहिँ हल्की कर्ली बाटोहरू छ होइन, कर्ली बाटोहरू छ यहाँनिर। टक्कसँगले ओह्रालो उकालो कर्ली, यहाँ चाहिँ गाउँ टाइपको छ है, यो चाहिँ हल्का हुन्छ नि त्यो टाइपको छ। अनि म पार्क सरेर एक राउन्ड घुमाउँछु, म बस्नु त बस्दिनँ, तर हल्का सरेर तपाईँहरूलाई देखाउँछु। यहाँनिर त्यति गाडी हिँड्दैन, पातला हिँड्छ, एकदम कट छ यहाँ चाहिँ। टक्कसँगले यसो गर्ने हो, गियर स्लो गर्ने, टक्क हिँड्ने हो, यसरी हिँड्ने हो होइन। यहाँदेखि लेट गर्छु म, त्यो पार्क जान्छु। अघि म यता हाइवेबाट आएको हो, अहिले घर जाँदाखेरि म यता सर्टकट बाटो जान्छु होइन। मेरो युट्युबलाई सपोर्ट गरिदिनु होइन, म अरू भिडियोहरू पनि बनाउँछु, दामी भिडियोहरू बनाउँछु। यो जस्ट म प्र्याक्टिस गर्दैछु, हिजोदेखि नै त प्र्याक्टिस गर्दैछु भ्लग हाल्नको लागि। यहाँ मुढा चिर्दै रहेछ यार, फ्री अचानाहरू फ्रीमा दिन्छ नि त यहाँनिर, राम्रो छ लाँदा हुन्छ, उसले घरमै काटेर टुक्रा बनाएर राखिरहेको रहेछ। कट छ टक्कसँगले बाटो त फेरि दामी छ नि। 2-4 जना साथीभाइहरू भयो भने यसो घुम्नको लागि एकदम राम्रो छ क्या बाटो, सरर घुम्नको लागि। यहाँ चाहिँ कर्ब छ, एकदम होसियार भएर कुदाउनुपर्छ कर्बतिर होइन। टक्कसँगले यहाँ कसैलाई देखाउनु छैन, मोटरसाइकल कुदाएर कसैलाई देखाउनु छैन, एकदम रिक्स हो होइन मोटरसाइकल चलाउनु, तर एकदम होसियार भएर चलाउनु भने चाहिँ एक्सिडेन्ट भएर मर्नु यताउता भनेको आफ्नो भाग्यको खेल हो होइन। कति मोटरसाइकलमा एक्सिडेन्ट भएर नि मर्दैन नि त, कति अब हुन्छ नि, अब गाडीतिर कुदाउँदै गाडी चलाउँदैखेरि ठोकिकन लाइक गाडीबाट रोक्यो, गाडीबाट ओर्लिँदै गर्ने क्रममा पनि मर्छ नि त मान्छेहरूको, भाग्यको हो होइन, दिन दशा हो। मोटरसाइकल चलाएर नै मर्छ भन्ने नि हुँदैन। पर पुलिस बसिरहेको छ होइन। यो चाहिँ पार्कको लागि यसो टप्स है, यहाँ माछाहरू यताउता गऱ्यो भने म चाहिँ यहाँदेखि छिर्छु, लेफ्ट छिर्छु यहाँदेखि होइन सर। यो चाहिँ म्याकनेली पार्क हो, हाम्रै घर नजिकको पार्क हो। टक्क तपाईँहरूलाई यहाँ सरर बिस्तारी यता पसेर पनि देखाउने छु। यहाँ पसेर म नरोकिकन होइन, यहाँ उपर माछा मार्नेहरू मारिराखेको छ। यहाँनिर लिमिट हुन्छ नि त माछाहरू मार्ने पनि, अनि लाइसेन्सहरू चाहिन्छ। उपर यहाँ फोन गर्छ मान्छेहरू आएर यहाँनिर होइन, मासुहरू पोलेर खाने। आज त विकेन्डमा चाहिँ अझै धेरै मान्छेहरू हुन्छ क्या यहाँनिर। आज त विकडे हो नि त, आज थर्सडे हो, बिहिबारको दिन मेरो छुट्टी पनि हुन्छ। अनि त्यो हुँदाखेरि मान्छेहरू खासै त्यस्तो धेरै
हुँदैन यहाँनिर के अरे त्यही त्यसो उ गर्नेहरू मात्रै हुन्छ मासुहरू पोलेर खानको लागि शनिबार आइतबार चाहिँ यहाँनिर धेरै मान्छेहरू आउनुहुन्छ एकदम राम्रो छ यो पार्क होइन मै पनि आउँछु हामी पनि धेरै आउँथ्यौँ पहिले यहाँनिर के अरे उयो मासु पोलेर खानेको पर पोखरी छ देख्नु होला म अहिले त्यहाँ पनि जानेछु पोखरी छ त्यहाँनिर होइन आज शनिबार आइतबार भएको भए मान्छे टन्नै हुने थियो होइन आज अब सबै स्कुल छ कति काम छ नि त धेरै काममा जानुहुन्छ त्यो हुँदाखेरि मान्छे त्यति छैन कति फ्री हुनेहरू आउनुभएको छ त्यहाँनिर कति रिटायर लाइफ हुनेहरू आउनुभएको छ होइन म नओर्लिकन बाइकबाटै सरर बनाएर भिडियो गर्नेछु यहाँ पस्छु ल यहाँनिर पस्छु ल म यहाँ पसेर म निक्लिँदिनँ यो हाम्रो काले दाजुहरू टक्कसँगले चाहिँ यहाँनिर रिटायर भएको बुढाहरू हाम्रो काले दाजुहरू यहाँनिर बुलडग रहेछ काले दाजुहरू चाहिँ यहाँनिर माछा मार्न आएको होला कुकुरहरू यसो घुमाउनको लागि होइन आएको होला म सरर यहीँ घुमाउनु छैन केटाकेटीहरू कोही छैन केटाकेटीहरू सबै स्कुलमा छ होइन त्यस्तो छैन पर पोखरी छ पर देखिरहनु भएको छ दामी छ नि यो ताल त फेरि पोखराको त्यो के अरे फेवा ताल जस्तै छ नि सरर दामी छ यहाँनिर बोटहरू ल्याएर बोटिङहरू गर्दा पनि हुन्छ फिसिङहरू गर्दा पनि हुन्छ होइन म नओर्लिकन है म ओर्लिँदिनँ